वेलकम टु माई भ्लग। अनि आज चाहिँ हामीहरू बुधबार जान लागेको। हजुरहरू यहाँ साइकल देख्न सक्नुहुन्छ सुभाषको। हजुरहरूको कमेन्ट आएको थियो कि बुधबार जानु भनेर। हामीहरू चाहिँ आज बुधबार जाँदैछौँ। ल अब उतै भेट्छौँ। सो अल राइट गाइज, अनि हामीहरू चाहिँ यहाँ यता जयपुरतिर आइपुग्न आँटेको छौँ। राति छ के देखिँदैन। सबै कालले मात्र आइरहेछ यो फोनमा झन्। हिजोकै यसमा आइसकेको छौँ हामी चाहिँ 2 किलोमिटर। यहाँ चाहिँ हाम्रो सुभाष आज चाहिँ यो भ्लग नबनाउने भन्दैछ। सो हेरौँ अब कहाँ पुग्दो रहेछौँ। जयपुर भद्रपुरको केही पनि देखिँदैन अहिलेको लागि चाहिँ। ओके गाइस, हामीहरू चाहिँ हिजोकै त्यही स्थानमा पुगिसकेको छौँ। यो बत्ती नै बत्ती भएको। हाम्रो हिजोको भ्युवर्सहरूलाई थाहा होला यतातिर हामी आएको थियौँ हिजो। अहिले चाहिँ लगभग 5 बजिसकेको छ। सो अलिक 5:30 तिर चाहिँ मजाले नै उज्यालो हुन्छ होला। फेरि हामीहरू कता कता जानुपर्ने हो भनेर भनिदिइराख्नु होला, जसले गर्दा फेरि हामीहरू जान पाउँछौँ। आज चाहिँ बुधबार जाने हो। अनि भोलिको चाहिँ हाम्रो हुन्छ त्यस्तै खुदनाबारीतिर सायदै हामीहरू जान्छौँ होला अर्को भ्लगमा चाहिँ। ल अहिलेको लागि चाहिँ यति। ओके गाइज, फाइनल्ली हामीहरू जयपुर चाहिँ आइसक्यौँ। अब बुधबार जानु छ। यहाँदेखि हाम्रो राइट हुन्छ। खै किन नदेखेको। यहाँ चाहिँ हाम्रो सुभाष एडिज जयपुरको। अब हामीहरू चाहिँ यहाँ लाग्यो। ल ओके, आधी बाटोमा गएर भेट्छु म तपाईँलाई। ल अहिलेको लागि चाहिँ ओके अल राइट गाइज, हामीहरू चाहिँ बुधबार पुग्न लाग्यौँ। 1 किलोमिटर मात्र छ अब यहाँदेखि बुधबार पुग्न। छिटै पुग्ने कोसिस गर्दैछौँ हामीहरू चाहिँ, किनभने 5 बजिसक्यो। 6 बजीतिर त हामीलाई घरै पुग्नु छ। सो यस्तो छ अवस्था चाहिँ। लाइट बलिरहेछ, लाइटकै छेउमा राख्दा पनि हुँदैन यो मोबाइल। ओके गाइस, हामीहरू चाहिँ यहाँ बुधबारे आइसकेको छौँ। यस्तो चाहिँ मेरो साइकल कुदाइरहेछ अहिले। अब 1.5 किलोमिटर मात्र छ। अब आधीभन्दा आधी छ। अब चाहिँ लगभग हामीहरू पुग्यौँ। अब कमेन्ट गरिदिनु होला कता कता जानुपर्ने हो। ओके, हजुरहरूलाई हामीले त्यताकै ठाउँलाई देखाउने छौँ। हामी चाहिँ पुग्यौँ अहिले। लगभग हाम्रो चाहिँ आउँदो र जाँदा गरेर त्यस्तै
16 किलोमिटरको राइड हुने भयो आजको। यतातिर के बनिसकेछ गाइज, कति भयो त्यो नआएको। एकछिन हजुरहरूलाई रोडहरू देखाएर जान्छौँ हामी चाहिँ। आउन चाहिँ आयो हामीहरू। कता यहाँदेखि चाहिँ इलाम जाने बाटो हो अहिले चाहिँ। त्यो सिधै बाटो जानुभयो भने चाहिँ हजुरहरू पहाडतिर पुग्नुहुन्छ। यो मङ्गलाबारी अनि हाम्रो जाने बाटो यो यता छ। 3टा बाटो छ पछाडि। एउटा बिर्तामठ जाने बाटो पनि छ अनि यो चाहिँ हाम्रो जाने बाटो हैन। मेरो साइकल के बनाउँदै रहेछ, कत्रो बिल्डिङ बनाउँदैछ हैन। अनि लाइट गाइस, हामीहरू चाहिँ बुधबार पुगेर फर्किँदैछौँ अहिले चाहिँ। झन्डै त्यो कुट्टाले गाइस। यहाँ चाहिँ हाम्रो कृष्णको प्रणामी मन्दिर छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो बुधबारमा कृष्णजीको मन्दिर छ। सबै मकै खेती भइरहेछ यहाँ चाहिँ धेरै जस्तो।
एकछिन हामीहरू यहाँ रेस्ट गर्छौँ अनि जान्छौँ। ओके गाइस, हाम्रो चाहिँ ठकाइ मिटिसकेको छ। अब हामी चाहिँ लाग्दैछौँ फेरि। खोइ बत्ती निभेको कि मारिस हौ। गाइस, हामी जयपुर पुग्यौँ फेरि। अब यहाँदेखि फेरि 4 किलोमिटर छ हामीलाई घर पुग्न। 4 त्यसपछि त हामी आफ्नो स्थानमा भोलिको राइडको लागि क्लियर छौँ। फाइनली जयपुरदेखि हामी लाग्दैछौँ फेरि कटोडाँडा। फेरि यहाँ चाहिँ च्याउ किन्न आउनु होला यहाँ कैलाश। गाइस, आफूहरू झर्न थालिसकेको छ यत्रो यत्रो। ओके, यो आयो। सागको बोटहरू यहाँ दुईवटा छ एकै अब आँपहरू फेरि यस्तो छ। यत्रो 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 पाकिरहेछ। यसको चाहिँ यहाँ भिडियो सुट गरिदिनु पर्ने अरे, त्यही भएर अहिले सुटिङ चल्दैछ थोरै। गाइस, हिजोको टाइगर हाउस हिजो अलिक मजाले देखेको थिएन। आज नाम घरको नाम नै टाइगर हाउस। साँच्चीमा यहाँ बाघ पालन हुन्छ। पानी ट्याङ्की